हेलो सबैलाई हाई होइन आज अब सेकेन्ड डे अब मैले च्यालेन्ज लगेको सेकेन्ड डे होइन अब भर्खर उठ्यो आज फेरि क्लास पनि बिदा थियो अनि त्यसपछि के गर्ने यस्तै छ भर्खर अब उठेको 10 बजीतिर अब उठेर टक्क बाहिर साइड जाने कुरा हुन्छ हिजो भिडियो हालेको थिएँ अब हिजो अब जे होस् फर्स्ट डेको भिडियो राम्रै भ्युज आछ भनौँ न 100 करस छ भनौँ न सब्सक्राइब पनि धेरै थिएनन् त्यही पनि 100 करस छ जे होस् अलिकता माया नै दिनुभएको छ हजुरहरूले खुसी लागेको छ अब चाहिँ बाहिर जाने कुरो हुन्छ होइन अब ट्याग लगाएर ढोका च्याट्ट खोलिन्छ अब त्यसपछि 10 बजिसक्यो फेरि है अब भ्याएर चप्पल लगाएर च्याट्ट होइन अनि अब यस्तो बाहिरको भ्युज यो हेर्ने कुरो हुन्छ अब उठेर सु हान्ने कुरो हुन्छ अब सु हान्ने कुरो हुन्छ अब काठमाडौँ उज्यालो भइसक्यो अब चाहिँ सु हान्ने कुरो हुन्छ होइन पिसाब लास लागेको छ क्या हिँड्दै नगरेको अब ट्याक्क लगाएर बाथरुममा च्याट्ट पिसाब फेर्ने कुरो हुन्छ च्याट्ट लगाएर आनन्द लाग्छ कि फेरि बिहान बिहान पिसाब फेर्न थालेँ अब चाहिँ म चट्ट मुख सुख धोएर आएको फ्रेस भएर आएको सबै चिज गरेर अब फ्रेस भएर आएको अब एकछिनमा म खानासाना खान्छु त्यसपछि म दिउँसो के गर्छु कहाँ कहाँ जान्छु के गर्छु के खान्छु सबको भिडियो बनाउँछु ल हस् हामी चाहिँ कहाँ जान लाग्यो रे फुटसल खेल्न जान लाग्यो के फुटसल गाइज त्यो गाउँ थाहा छैन गराउनु बहुत टाढा छ फेरि अब खानासाना खाएर ट्याक्क सबैजना खानासाना खाएर निस्केको क्या अब हामी चाहिँ अनि अब तिमीको अरे राइडर केटा 123 के अरे राइडर केटा 123 अनि उता केटाहरू पछाडि छन् होइन अब जान लाग्यो भने जित्दिने हो क्या फेरि 50 को लानिदिने हो त्यो आज यस्तै छ अब के गर्ने गाह्रो छ भ्लग बनाउन पनि 4-5 घन्टा त एडिट गर्न लागिहाल्दो रहेछ आमा गाह्रो रहेछ अब हिजोको भ्लग के कस्तो लाग्यो ट्याक्क अब हिजो राम्रै भ्युज आएको छ भनौँ न फर्स्ट डेमा 200 करस छ कि 200 करस छ क्या भ्युज हो 200 करस छ अब फेरि पनि यस्तै बेला अब ट्याक्क 500 भ्युज पुगोस् क्या अनि त्यसपछि मलाई पनि बनाउनु लाग्छ ट्याक्क लगाएर अब यो टक्क भिडियो यो काठमाडौँ अब बानेश्वर पुगेछौँ हामी चाहिँ ट्याक्क लगाएर आज फुटसल हानिदिने हो ब्याग स्याग सबै छ हामीसँग ब्याग स्याग सबै छ जानुहरू फेरि पछि आछ नाममा भेटाउनै सक्दैन नि त त्यहाँ म गएर खेल्न लाग्यो ल उत्रिसक्नु भएको छ उहाँले अझसम्म एकचोटि पनि बल छुनु भएको छैन कैलाश युनाइटेड 7 नम्बर विश्वास बतला को हातमा अब चाहिँ हामी फुटसल खेलेर जान लाग्यो जितेन कि हार्यौँ भन्थ्यौ त कति गोल हान्यो गऱ्यो तिमीले मैले गोल हानिनँ मैले एसिस्ट मात्रै गरेको होइन सबै गोल त्यस्तै त के गर्ने गाह्रो छ केटा हो अरू केटाहरू 2 जना अगाडि गएका छन् आज धेरै पछि खेल्ने थियो अन्त मजै आयो भनौँ न स्वाद लाग्यो अझै पनि अब बिस्तारै सन्चो हुँदै जान्छ त्यसपछि फेरि अब गाउँ आउँदैछु गाउँ आएपछि ट्याक्क नयाँ वर्षको लागि जानुपर्छ गाइज अब यस्तै छ अब यति भन्दै अब एकछिन पछितिरको अब देखाउँछु हामी कहाँ कहाँ जान्छौँ ल अगाडि हेर्नुहोस् एकचोटि बाटो साटो हामी कुन ठाउँ गऱ्यो यो बुढा नीलकण्ठ आएको क्या हामी यहाँ गेम खेल्न यसो आज आइदिउँ भनेर अब चाहिँ हामी फर्किनु लाग्यो त्यसपछि अब यो भिडियो अब साझा ट्यागको सबै फेरि सेयर गरेर अलिकता दिनु पऱ्यो ल चहल पहल यस्तै छ हेर्नुहोस् बा यस्तो ठाउँमा आएको केही भन्नु छ 2 शब्द केटा
केही भन्नु छ? यसपछि अब पुगेपछि अरू अब के गर्छु त त्यसपछि देखाउँछु अब चाहिँ हामी बस पार्क नजिक पुग्न लागिसकेको छौँ। च्याट लाएर चतर चतर अहिले रोक न भन्छु क्या। काठमाडौँको बिरबार 1500 हान्दैला मुझे लाइन क्रस नगर हान्दैन के हेर नि यहाँ राखेर पर्दैन नत्र मलाई के फरक पर्ने यस्तो म त यस्तो बनाऊ मुझे अनि भन न यसो अब हाम्रो क्लासको बारेमा केही विचार छ? केही भन्दैन मुझीको लाडो जस्तो अरू ल्याङले गर्छन् है? अप्लाई सप्लाई केही छैन यार है? केही भन न मलाई तिम्रो दाइलाई जगतचन्द्रलाई त्यसको हातमा के छोराइ छैन त्यसले के गर्नु लास्टै सोच हुनुहुन्छ है तर जे भने मानिहाल्छ हामीले भने मान्दैन बन्द गर न अब चाहिँ म ट्याग कलाएर फुटसल खेलेर रुममा पुगेको। अब यसपछि चाहिँ आमा फेरि मेरो रुम यस्तै अँध्यारो छ क्या। फेरि ट्याक्कै यहाँ यसरी लाइट बल्नुपर्ने हुन्छ अनि उज्यालो हुन्छ। ट्याक्क अब रुममा छिर्ने कुरा हुन्छ। ढोका लागेको छ, च्याट्ट लाएर लाइट बाल्ने उज्यालो हुन्छ। ब्याक साइड राख्ने कुरो हुन्छ। अब टक्क लाएर होइन फुटसल सुज के राख्ने कुरा हुन्छ। अब एकछिनपछि म बाहिर जान्छु, त्यसपछि के बनाउँछु हेर्नु होला ल। अब चाहिँ म ट्याक्क लाएर स्नोबर खेल्न जान लागेको कि केटाहरू आछन् ट्याक्क स्नोबर खेलौँ भनिरहेको छन्। अब दाइले लिन लाग्छु, त्यसपछि अब स्नोबर हुन्छ। हाम्रो यहाँ गुम्बा हेर्नुहोस् ट्याक्क लाएर खतरा नदिइरहेछन् यहाँ। गाह्रो अब ट्याक्क लाएर दाइले लगेर जानुपर्ने कुरो हुन्छ स्नोबर खेल। दाइ आउँदै झरेछन् माथि। दाइको रुम चाहिँ दाइ चाहिँ यो बिल्डिङमा बस्छन् क्या। अब आउँछु भन्दा सुतेछन् कि के गरेछन् खै। अब दाइले केही 2 शब्द भन्नुहुन्छ। अहिले म ट्याक्क लाएर गर्छु। दाइको बाइको के कलम दाइको यो ट्याक्क बसन्ती किनेछन्। सफा केही गर्दैनन्, त्यस्तै राखेछन् बसेछन्। गाह्रो छ यहाँ फेरि लास्ट सिडी छ क्या, चढ्नु पर्ने हुन्छ। गाह्रो छ थकै लगाइसक्यो। फुटसल खेल उ गर फेरि जाउँछ जिन्दगी रमाइलो छ रमाइलो। दाइ कलम दाइ कहाँ हो क्या हजुर? कहाँ ढोका लगाउनु पर्छ क्या हो? केही गरिरहेको दाइ कहाँ छिटो के केटाहरू गएको नि त माथि छन्। बोन्डा ओइ बोन्डा सुतेछ क्या माया यसले? बोन्डा के हो के गरिरहेको हौ? दाइ कहाँ हराउनु भयो? बोन्डो के गरिरहेछस् भाइ? 2 शब्द भन्दैन त अब तेरो दाइको च्यानलको लागि? यसको उ गर्दैन
उठेर भन् त केही भन्नु छ कि नै केटाहरूलाई हेर न ए हाँसेको हेर न भन्न 2 शब्द केही भन्दैन मोच्छ केटाहरू दिनभरि हाल्ने त हो त होइन यस्तो त हाल्ने हो त म त हालिदिन्छु केटा गाह्रो छ यता देखाउन अनुहार है तिमीलाई धेरै होइन 500 जनाले हेर्छन् बे आज यता हेर न भन्न केही 2 शब्द त भन् भन्न लाज मान्छन् क्या केटाहरू यस्तै छ केही छैन लाज मान्न देऊ मजा गएको ल केटा बाई बाई गर न ल ओइ बाई गर्न बुन्डा बाई गर गुड अब एकछिन पछि आउँछु ल यहाँ हेर्नुहोस् ए हेर्नु छु क्या फेरि गाह्रो छ केटाहरूलाई हेर्नु ए लाज मानेका हेर न यता हेर त यता हेर त ए ल अब म चाहिँ गएको घुम्न यस्तै छ केटाहरू अब लाज मान्छन् के गर्ने गाह्रो छ अब चाहिँ सिटीबाट उठ्नु पर्ने कुरा हुन्छ ट्याक ट्याक दाइ 2 शब्द केही भन्नु न 2 शब्द केही भन्नु न ह्यान्डसम देखिनु भएको छ त अरू केही भन्नु न केही छ भन्नु न भनेको कसको मोबाइल यस्तो राम्रो मेरो हो क्या दाइ यार भन्नु न 2 शब्द केही भन्नु न मेरो भाइको च्यानललाई सबले सब्स्क्राइब गरिदिनु पर्यो है अरू अरू केही छैन हो गुड यतिको हुनु पऱ्यो सपोर्ट गर्ने अनि राम्रो हुन्छ अब चाहिँ हामी स्नोकर खेल्न जानु लागेको स्नोकर खेलेको भिडियो पनि आउँछ हजुरहरूलाई अहिले एकछिनमा ट्याग लाएर स्नोकर खेलेको भिडियो सिडियो बनाइन्छ अनि त्यसपछि साँझ अपलोड हुन्छ ट्यागको हेरेर के कस्तो छ उ गरिदिनु होला कमेन्टमा छोडिदिनु होला अब यो सेकेन्ड भिडियो हो केही छैन बिस्तारै बिस्तारै सिकिन्छ होइन अब गाह्रो छ अब यस्तै छ अब जान्लाको हामी चाहिँ अब उतैतिर भेटौँला स्नोकर खेल्ने ठाउँमा ल चाहिँ हामी स्नोकर खेल्ने ठाउँमा ट्याक्क पुग्न आँटेछन् अब खेल्नु गर्ने कुरा हुन्छ ट्याक्क लगाएर एकछिन रमाइलो गर्ने अनि फेरि आउनु गाह्रो छ फोन आयो केटाहरूको केही छैन फोन आयो पनि म उठाउन फेरि बिजी हुन्छु नि त आजभोलि त्यही भएर फोन उठाउन फोनतिर आजभोलि अरू जसको फोन आयो पनि मतलब लाग्दैन खासै अनि त अनि हो मात्र नभन्नु न अलिकति केही दिनु पऱ्यो कि दाइ चहल पहल अलिकति यस्तो भएन मलाई फेरि धेरै बोल्न आउँदैन अलिकति हुन्छ नि दिनु पऱ्यो अलिकति अनि चल्नु पऱ्यो त कन्टेन्ट दाइ यार यो भिडियो सिडियो चल्नु पऱ्यो त भाइको अहिले हाम्रो स्नोकरको एउटा कन्टेन्ट पनि हाल्छ नि अनि के भन्छ अरे स्नोकरको एउटा कन्टेन्ट पनि हाल्छ स्नोकर त अब स्नोकर फेरि किङ हो स्नोकरको फेरि सक्दैन यहाँ काठमाडौँमा कोहीले पनि मद्दत दिए गाह्रो छ अहिले हुन्छ अब देखाउँछु हजुरलाई अहिले मैले हानेको सर्टहरू कस्तो कस्तो सर्ट हान्छु अहिले मैले स्नोकरको अलिक देखिन्छ हजुरहरूले दामी दामी हान्नुपर्छ होलीको पनि कस्तो छ प्रोग्राम होलीको लागि त अब सोचिरहेको छु सबै केटाहरू भेट्ने भन्ने प्लान हो होलीको लागि चाहिँ भाइहरूलाई हेर्नुहोस् न ए केटाहरूको हाई भनिदेऊ ल दाइको च्यानललाई अलिकता केही हुन्छ नि विश्वास बोटाला @ विश्वास BISSWAS BATALA ल ल ल भाइ त 1-2 शब्द भनिदेऊ न त भनेर त अब ल ल ल ल थ्याङ्क यू ल यतिको चाहिँ हुनु पऱ्यो क्या भाइहरू अब यस्तै हो चिनिसक्यो भाइहरूले को भनेर अरूले चिन्न बाँकी छ अझै बिस्तारै चहल पहल हुँदैछ अब बिस्तारै बिस्तारै हुन्छ अब चाहिँ हामी स्नोकर खेल्ने ठाउँमा पुगिसक्यौँ यहाँ आएर हजुरहरू पनि स्नोकर खेल्न सक्नुहुन्छ राम्रो छ माहौल भाइब्स राम्रो छ यहाँको स्नोकर खेल्ने लायकको ठाउँ छ स्नोकर खेल्नुपर्ने कुरा हुन्छ मान्छे बहुत धेरै छन् यार चहलपहल केटाहरू याद छन् केही भन्नु छ केटा हाँस्छन् हेर न के छ अनि जाम्न त खाली छैन यहाँ भइरहेको छ स्नोकर खेलाइ
त लास्ट सानो सानो अब त्यहाँ हाम्रो दाइले झट्ट दामी हान्छन् नि फेरि सर्ट त नाइस सर्ट अब सानोको पालो सानोले हान्छ अब हाम्रो सानोको पालो आइरहेको छ होइन मेरो फुल हो तिम्रो हाप हो के अब यिनीहरूले हानिरहेको छन् गएन अब दाइको पालो छ्या तिमी पनि यार आजभोलि यार युट्युबरै बनेछौ होइन छिरो छिरो सबै आइरहेछ के तिम्रो यो भिडियो भाइरल हुन्छ क्या अरे ल छिरेको पनि ल सानोको ल कसको गेम हुन्न छ त्यो कालो पनि गरेर जसले खायो अगाडि कालो त्यसको भर्खर एक गेम पनि गर्छ
मुखबाट भित्र बाहिर आइदियो ल सानोको सिर्गिल अब चाहिँ हामी स्नोकर खेलेर भ्याएर निस्किनु भएको हो क्या कस्तो भिडियो आउँछ अहिले कस्तो मजा आयो कि नै मजा आयो लास्ट मजा अब यो स्नोकर खेलिसक्यौँ अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ चिया खान जाने हो अब चाहिँ केटाहरूले अब चिया खान अब यस्तै मात्र गर्थ्यो कि हामी अब चिया साथीको चिया खान जानुपर्ने हुन्छ अब चाहिँ चट्ट लाएर हिँड्दै गरौँ न हामी तिम्रो बाइकमा आउँछ नि त अहिले हामी चाहिँ हिँड्दै गर्छौँ र अरू केही भन्नु छ 2-4 शब्द जोरसँग बोल्नु न जोरसँग केही नै आइरहेको छैन अहिले त यार हजुर मोबाइल अपबिच मारे बोल्नु चाहिँ धेरै यार यो भएन क्या अलिकति दिनु पऱ्यो नि होइन चहल पहल दिनु पऱ्यो त अलिकति केही होला त सोध्नु न मलाई सोध्नु न केही लाइट धेरै भयो यार लाएर अहिले एकछिन गऱ्यो धोका दिमागमा चिम्सिम हान्नुहुन्छ क्या हाम्रो दाइले फेरि होइन भाइ त्यसको आउँछ कुनै दिन त्यो पनि भिडियो त्यो पनि आउँछ कुनै दिन अब एक दिन जानुपर्छ दाइसँग अनि ट्याकको बाइसेप्सको ट्याकको हुन्छ नि त बडी सरी प्याकको फुल्लाएर अलिकति अनि देखाउनु पर्ने हुन्छ एक दिन सो गर्नुहुन्छ एक दिन दाइले अझै राम्रो बन्दैछ नि त केटाहरू कहाँ हरायो के अब चाहिँ हामी स्नोकर खेलिसकेको निस्किरहेको रुमतिर ट्याक्टर लगाएर यतातिर हेर्नुहोस् तिरुबल लोड काठमाडौँमा गाडी नम्बर टिप्नु होला के गरे ट्राफिक सरहरू ट्याक्क लगाएर फाइन हानिहाल्नुपर्छ 3035 त हानिहाल्नुपर्छ क्या यस्तो यस्तो आज काठमाडौँको मौसम आज पानी पर्ला छ 3 दिनदेखि यस्तै छ आज 3 दिन भइसक्यो एक दिन यस्तो झरी पर्छ कि आमा पुरै छोड्दिनँ डर हो ए हाम्रो दाइलाई हेर न माको चाहिँ देखेछ नि त सोल्टी जाप छन् फेरि सोल्टी यस्तै छ काठमाडौँमा त खाएर यस्तै हिँडिन्छन् दामी फेरि एकचोटि के यतिको चाहिँ हुनु पऱ्यो क्या चहल पहल दिनु हो बिस्तारै नानीहरूलाई यतिको चाहिँ हुनुपर्छ क्या खुलेर बोलिदिने अनि त्यसपछि मजा पनि आउँछ फेरि यस्तो यस्तो भयो भने केटाहरू आइरहेको छन् अब बाइकमा ट्याक्क लाएर बाइक पनि फेरि माया कसम 25 करोडको बाइक हो फेरि माया 25 करोड 5,98,129 रुपियाँको बाइक हो फेरि 7 करोड 8,77,000 हो 7 करोड 8,77,000 को अरे मैले चाहिँ हल्का गलत भनेर रहेछु ल केही भन न यार 2 शब्दमा सकाइदेऊ न यार केही यार हुन्छ नि अलिकति चहल पहल दिनु परेन यता हेर न लाज नमान्नु न यार राम्रो छ के यार यता हेर न कस्तो लाग्यो त त्यहाँ स्नोकरमा खेल्न गएको माहौल एकदम रमाइलो लाग्यो नि रमाइलो लाग्यो मजा आयो नि होइन सुमन के गर्न आउँछ यार आउँदैन अरे अब चाहिँ चिया खाना जानुपर्ने कुरा हुन्छ बाइक साइड राखेर ल जाने बेलामा ल ट्याकको ल है ल राम्रोसँग लजाऊ केटा हो अब चाहिँ हामी चिया खाना जानुपर्ने हुन्छ चट्ट लगाएर अर्को मोबाइल ल्याएर आउँ न त्यसमा पैसा छ क्या अब चाहिँ अर्को मोबाइल ल्याएर चट्ट चिया खाना जानुपर्ने हुनेछ आइ भन क्युट अब चाहिँ गेट खोलेर ट्याक्क लाएर हामी चाहिँ मेरो अँध्यारो रुममा छिर्नु पर्ने हुन्छ च्याट्ट लाएर यहाँ ढोका खुल्ला छ अब ट्याक्क लाएर
मेरो अर्को मोबाइल लग्नुपर्ने हुन्छ होइन। अब चाहिँ हामी चिया खान पुगेको पसलतिर ट्याक्क लगाएर दिनुपर्ने हुन्छ चिया। यहाँ खाने हो क्या, हामी यहीँ खान्छौँ क्या सधैँ चिया। अब चिया खाने कुरो हुन्छ कस्तो हो त यार। टक्क लगाएर चिया आइसकेको छ। अब हाम्रो चिया खानुपर्ने हुन्छ। दाइ उठाउनु न, टक्क खानु सट्ट एक लट। कस्तो छ, ठिक छ? मिठो छ। यस्तो छ अब मन ठिक छ दामी। यहीँ आउनु होला खाना चिया चियाहरू भने सबैजना टक्क लगाएर खानुपर्छ, रमाइलो गर्नुपर्छ। आकाशमा पन्छीहरू उड्दैछन्। आज पानी पर्ने लाग्यो, पर्ने जस्तो छ त। हजुर पर राख्नु पर्ने। अब चाहिँ हामी चिया सिया खाएर निस्केको रुमतिर। अब आजको भ्लग चाहिँ यति नै हुन्छ होला जस्तो लागिरहेछ मलाई चाहिँ। हामी चाहिँ साँझ अब भोलि चाहिँ हामी नुहाउन आउने छौँ। त्यतिखेर अब भिडियो सिडियो हुन्छ त्यतिखेरको पनि। यहाँ चाहिँ सबैजना नुहाउँछन्, रमाइलो हुन्छ। यहाँ पानी खलखल 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 आउँछ, जोस मजै आउँछ नुहाउन पनि। अब हजुर जिम जाने हो? आज शनिबार, आज बिदा हो? शनिबार। त्यसो भए एयरपोर्टतिर जाउँ हामी, जाऊँ न, रमाइलो हुन्छ, घुमेर आउँला। त्यस्तै छ। अब एयरपोर्टमा अब लिन जानुपर्ने छ एकजनालाई, टक्क लगाएर ल्याएर आउनुपर्ने छ। यस्तै छ सबै। अब कमाएर आइसके, फर्किसके, हामी मात्रै हो यहाँ बसेर केही गर्न नसकेको। यस्तो कुरा नगर। बहुत दुःख लाग्छ यार। तर यार अरूले कमाउने भइसक्यो, हामी जस्तोको त्यस्तै। यो मन्दिरमा चाहिँ जे माग्यो त्यही पुरा हुन्छ अरे। तर भनेको, तर यो मन्दिरमा चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड चाहिँ आउनु हुँदैन अरे यो मन्दिरमा चाहिँ, भन्ने मैले चाहिँ सुनेको है। अब हो होइन त्यो चाहिँ अब भगवान्लाई थाहा होला। त्यही भएर हामीलाई चाहिँ थाहा छैन त्यस्तो केही पनि, तर भन्नमा सुनेको चाहिँ निस्किने हुन्छ। ओके छ। अब म पनि निस्किनु पर्ने हुन्छ। आजको भिडियो चाहिँ यति नै हुन्छ होला जस्तो लागिरहेछ। अब चाहिँ भिडियो सिडियो गरेर साँझ चाहिँ भिडियो आउँछ, ट्याक्क लगाएर सबैजनाले हेरिदिनु होला। फेरि हिजो माया गरे जस्तै फर्स्ट भिडियोमा माया गरे जस्तै फेरि यो भिडियोमा पनि माया गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ लास्टसम्म हेर्ने व्यक्तिलाई चाहिँ मेरो हृदयदेखि, भित्रैदेखि, मुटु कलेजोदेखि नै धन्यवाद छ सबैलाई, मलाई सपोर्ट गर्नेहरूलाई। अनि दाइलाई पनि फेरि धन्यवाद छ नि त, होइन र? मेरो साइडबाट पनि सबैलाई धन्यवाद। यतिको चाहिँ हुनु पऱ्यो। अब चाहिँ घुम पुग्न आँटेको हामी। अब चाहिँ यति नै हुन्छ आजको ब्लग। अब यति भन्दै यहाँको आजको ब्लग सकाउनुपर्छ। र हस् त बाई।